हेलो साथीहरू, आज हामी बुढाबुढी नै होइन यो मुकबाङ भिडियोमा आइसक्यौँ। मेरो बुढी चाहिँ लजाउँछ है, यसलाई खानै हतार हुन्छ। खाना थाले चाहिँ एकछिन पग सेटअप गर्दैछु भनेको मान्दै मान्दिनँ। भिडियो कस्तो लाग्छ हेरेर लाइक कमेन्ट गर्नु होला होइन। कोदोको ढिँडो अनि चिकन करी भयो यो, यहाँ स्यालेडहरू छ, गाजर अनि काँक्रो अनि कागतीहरू छ है। खाना हतार भइसक्यो, अब ढिँडो सेलाउँछ, बाप पनि उठिरहेको छ, खाइहालौँ होइन। किन धेरै लजाउनु हुन्न, आफ्नै भिडियो त हो नि। ल डाडु पनि हामीसँग सानो थिएन, ठुलै आएर आएको छौँ है, यहाँ तल आएर मस्त ग्रेभी बनाएको छ। खाएँ मासु मिठो भएन है, अचार मिठो छ। अचार चाहिँ कहाँ खाँदा किन नबनाएको? यो चाहिँ डाडु चाहिँ ठुलो छ, यो डाडु देखेर नि केही फरक पर्दैन होला। ल हामी के जाम बजाइहाल्नुपर्छ, कोदोको ढिँडो भाइ भन। यो चाहिँ हामीले बनाएको टिमुरको छोप नामी नआउने त्यो युट्युबमा त्यसो नबोल्नु, पछि हालिहाल्नु। यो बोल्नु भयो, बोलेपछि काट्नै जाऊ भन्छ। धेरै पछि चाहिँ मैले यस्तो भिडियो बनाएको, नभए खालि सर्ट भिडियो मात्रै बनाएर ल्याएँ। आज चाहिँ बुढीको छुट्टी पनि छ, अनि छुट्टीको दिन बिहानै, अरू बार त 5 बजे खाइन्छ बिहानकै खाना होइन, बेलुकाको 5 बजे खाइन्छ। आज चाहिँ करिब 12 साढे 12मा खाइयो होला। तपाईँले भिडियो बनाएको भनेर खाना लाल लाग्यो, मैले झन् खाने के होला गर्नु, जसरी आफूले खाइन्छ त्यसरी खाने नि त। मासु नभुल्यो नि मिठै भएको त, मन पऱ्यो नि त, मन परेन तिमीलाई? कस्तो लागिरहेछ त भिडियोमा चट्ट खाँदा हेर्नलाई छ। नउटाउने किन? तपाईँहरूलाई मजा लाग्छ, म सोसियल मिडियाको फ्यान हो। मलाई मेरो लाइफ प्राइभेट मनपर्छ कि भयो भने मलाई बुझाउँ, मलाई नआउने, मलाई बुझाउँ।
भिडियोमा मलाई फाल्टो लाग्यो भने यहीँ राख्ने हो क्या टाढा टाढा बसेको छ सिकाउनु नि पर्छ त्यो सँगै बसेर खाएको मिठा चाहिँ होइन है तिमीलाई मन नपरेको हो र किन हो कि तरकारी मन परेन भन न कस्तो नउठालियो चाहिँ नाटक किन नउटङ्गियो र भिडियो बनाएको हेरेर नौटङ्की गराएर तिमी भन्यो भनेर नाटक पनि यस्तो काँक्रो हाल्नु काँक्रो छाला म खान्छु नि त यार ल न टमाटर रेस्टुरेन्टको मिठो कि मैले बनाएको मिठो तपाईँ मनदेखि भने फेरि नै तपाईँले रेस्टुरेन्टमा कतिचोटि खाइसक्यो भने त ढिलो होइन अरू खानाहरू पनि टन्नै खायो भने त तपाईँलाई घरको मिठो लाग्यो कि मलाई घरकै मन पर्छ इभन यहाँनिर नेपालको जस्तो फ्लेभर पनि आउँदैन आउँदैन। घरमै पनि होइन अनि कस्तो खालको क्वेसन हो मलाई घरमा त नेपाल जस्तो फ्लेभर आइरहेको अहिले त्यहाँ हुँदा चाहिँ आएको थिएन आएको छ उताको भन्दा त फ्लेभर आएन फगु थाहा भयो भने मलाई नाटक गर्न सोध्या नि जवाफ दिनु पाएन क्या त्यो नबुझ्नेलाई बुझाउन सजिलो हुन्छ बुझेर पनि बुझ पर्दैनलाई यो खान्छु हो गाजर किन पानी पता
भिडियो किनिदिनु भयो म दिनु कि खाने हेर न यो चाहिँ फ्रीमा आएको आकाशबाट झरे होइन नकिनिकन हो त दिन के खान्छ भने दिन के पाउँछ चामल हाल्ने कि आएको 3 महिना भएन मैले 8-10 चोटि त खाएँ होला है 10 चोटि बढी भयो यहीँ आएर म 3 चोटि 4 चोटि हो गाउँमा गएर बस्नु त्यो विरोध छोड्यो ल बोल्दा नि टिकट काट्नु होइन खेतीपाती पिरो है सिंगना गएको होइन भयो काटी गुलियो कागती गुलियो हुन्छ ल अनि काली गुलियो हुन्छ नि हाम्रो यो त गुलियो भन्छ त्यो सलाद निकाल्दा मैले हड्डी हाल्छु पर्दैन सक्ला अझै यति भयो त म चाहिँ यति हाल्यो यार कति थियो 700 ग्राम कि कति ग्राम थियो मासु 100 ग्राम बिसान खाँदै थियो त ल साथीभाइहरू हामीले चाहिँ होइन अब खाएर सकाइ उम्टिनु है अब पहिलोचोटि आएको बुढाबुढी यसरी भिडियोमा ए मोर कस्तो भयो के भयो अब त मलाई पनि त्यति धेरै भिडियो आइडिया छैन भिडियो बनाउनलाई यसो हामी चाहिँ रमाइलोको लागि आएर यसो बनाउँछौँ होइन जे जस्तो भयो नि राम्रोसँग राम्रो मानेर हेरिदिनु होला यति भन्दै हजुरबाट बिदा लिन चाहन्छु फेरि यस्तै भिडियो लिएर फेरि आउनेछु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला है यस्तो हाम्रो बुढाबुढीमा जस्तो भइबस्छ होइन ल यति भन्दै हामी आज बिदा लिन्छौँ फेरि पछि हाम्रो हामी दुईजना बाई